यो चाहिँ गजलमुखी फाकफोक एकतप्पा जोड्ने यो चाहिँ देउमै र फाकफोकको दोबानमा यसरी हिजोअस्तिको पानीले चाहिँ यस्तो गरेछ हेर्नुहोस् पानीले हेर्नुहोस् पानीले यो चाहिँ हाल साइडको पानीले लगभग यसरी बगाएको छ खोला यसरी निस्किएको छ। अब यो चाहिँ हेर्नुहोस् यो चाहिँ दोबान हो। अहिले चाहिँ गाडीको यहाँको वारिपारि तर्ने अवस्था छैन। यो चाहिँ यो फाकफोक दोभानमा अहिले चाहिँ पुछारमा भन्नु यो देउमै र फाकफोकको दोभानमा यस्तो छ। अहिले चाहिँ बाटो भनेको यस्तो छ बाटोहरू यस्तो बाटो बनेको छैन यस्तो छ। अझसम्म यहाँको बगाएको बाटोको अलि मर्मत कार्य भएको छैन अहिलेसम्म। र दसैँ त गइसक्यो। तिहारको लागि मान्छे आवत जावत गर्नु निकै कठिन भएछ वारिपारि गर्नलाई यस्तो छ। यो चाहिँ अहिलेको अवस्था यस्तो छ बाटोको। के कठिन यात्रा छ। यो बाटो चाहिँ तुसिनी हुँदै इलाम जाने बाटो मङ्गलबार हुँदै जाने बाटो यो चाहिँ तपाईँको यस्तो छ अहिले बाटोको हालत। मर्मतको लागि यस्तो छ यसै मिस्टेको भेलले चाहिँ बाटो धेरै लगेको अवस्था छ। यहाँ गाडी चलेको छैन। अब तिहार लगभग लागिसक्यो। बाटोको अवस्था यस्तो छ। यो भयो यस्तो अवस्था निकै कठिन छ यात्रा चाहिँ। यो चाहिँ यहाँको भ्यू चाहिँ यस्तो छ अहिलेको अवस्था। यो तपाईँको ठ्याक्कै यो चाहिँ यो तपाईँको यता चाहिँ गजलमुखी जाने बाटो हो। गजलमुखी जाने बाटो यता तपाईँको यस्तो छ पानीले गर्दाखेरि त्यो गजलमुखी जाने बाटो तपाईँ यो यस्तो छ यहाँको अवस्था चाहिँ। यहाँ तल चाहिँ तपाईँको के हुँदैछ भनेको यहाँ चाहिँ काम हल्का फुल्का काम बन्द रहेछ। यहाँ चाहिँ माटो खोतल्ने काम भइरहेको छ। तपाईँलाई यहाँको यस्तो छ अवस्था हेर्नुहोस् है। तपाईँको पर यता गजलमुखी जाने बाटो यता तपाईँको यता पर्यो एकहत्तर फाकफोक
बाट आउने बाटो यतापट्टि तपाईँको यस्तो छ। यस्तो छ अवस्था बाटोको तपाईँको हेर्नुहोस् है। तपाईँको हालसालको पानीले क्षति पुर्याएको बाटोहरू यस्तो छ। फाकफोक ठाउँमा नि धेरै नै पानीले घाटा पारेको अवस्था छ। अझै बालुवा निकाल्ने काम भइरहेको रहेछ भनौँ न। त्यो कामको लागि काम सुरु भएको रहेछ। बालुवा चाल्ने, गिटी पोत्ने। हामी चाहिँ लगभग अहिले गाडीको पर्खाइमा छौँ। गाडी अझैसम्म आइपुगेको छैन। खसेको छ कि के हो गाडी पनि। यो बाटोको कारणले गर्दा बाटोको सरसफाइ पनि लगभग भइरहेको अवस्था छैन। तपाईँको पहिरो लडेर तपाईँको सबै क्षति भएको अवस्था छ। बाटोहरू सबै लडाएको अवस्थाले गर्दाखेरि अझसम्म आवत जावत गर्न स्थानीयलाई गाह्रो कठिन परिरहेको अवस्था देखिन्छ। यहाँ तपाईँको पर्दा यस्तो छ। यस्तो छ यताको। यता पर्यो एकतर्फ फाकफोक साथ हेर्नुहोस् है। यस्तो छ बाटो। यो तपाईँको हेर्नुहोस् त पर बाटो सबै छैन। यस्तो अवस्था छ। गाडी आवाज जानु निकै कठिन पुगिरहेको छ। यस्तो छ यतै सबै यस्तो भइरहेछ बाटोहरू। यस्तो छ अहिलेको अवस्था।